सम्पूर्णलाई नमन गर्न चाहन्छु। आज हामीले महत्त्वपूर्ण कुरा लिएर आएका छौँ। हजुरहरूलाई यो भित्री ढकनीको बारेमा जुन इनर कभर छ त्यसको बारेमा म महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। हजुरहरूले हेर्नुहोला। यसको बारेमा मौरीले महत्त्वपूर्ण भूमिका हुन्छ। यो भित्री ढकनीको उसमा चाहिँ महत्त्वपूर्ण भूमिका लुकेको हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो बिचमा नभइकन एउटा साइडमा छ यो प्वाल हैन। यतापट्टि लामो चाहिँ छ भनेदेखि यतापट्टि छोटो छ यो र अनि यसपछि गएर यो स्पेस बी स्पेस भन्ने गरिन्छ। यसको चाहिँ यो भागलाई यो 6 mm देखि त 8 mm सम्म म्याक्सिमम गयो भने 10 mm सम्म बाक्लो गर्न सकिन्छ। त्योभन्दा बढी बाक्लो भयो भनेदेखि यहीँ चाका लगाउने समस्या हुन्छ। यो दुवैतिर बराबर हुनुपर्छ। यो जताबाट राख्दा नि मिल्ने। तर हजुरले मौरी हालिसकेपछि यो भाग चाहिँ यो जालीको भाग छ, यहाँ देख्न सक्नुहुन्छ। यो जालीको भागलाई चाहिँ हजुरहरूले नफाल्नुहोला। यो फाल्नुभयो भने माथिबाट तपाईँको माउसुलो लगायतका चिजहरूले आक्रमण गर्न सक्छ। त्यो हिसाबले हजुरहरूले इनर कभर राख्दाखेरि ठ्याक्क फिक्स भएको, एकदम बाक्लो पनि राख्नु भएन, पातलो पनि राख्नु भएन। 6 mm देखि त म्याक्सिमम गयो भने 10 mm सम्म, न 12 mm गयो भने दुईवटा मौरी छिर्न सक्ने ठाउँ भएको कारणले हजुरहरूले यस्तो खालको इनर कभर राख्दाखेरि अनि यो छेउतिर यो यता बिचमा चाहिँ तपाईँको नभइकन जहिले पनि यो छेउमा गर्नुपर्दछ। यता जाडोको समयमा यतापट्टिको भाग राख्ने हो भनेदेखि गर्मीको समयमा मौरीतिर फर्काउनेलाई यो हिसाबले राख्नु होला भन्न चाहन्छु। यो इनर कभरले मौरीको ग्रोथ गर्नको लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। हजुरहरूले बाक्लो राखिदिनु भयो भने मौरीहरूको माथि मात्रै सर्किने र माथि मात्रै जाने भएकोले हजुरहरूले यसलाई बाक्लो प्रयोग नगर्नु होला। धेरै मोटो भयो भनेदेखि यो 6 देखि त तपाईँको गएर 10 mm सम्म जान मिल्यो। 12 mm लैजानु भयो भने हजुरको मौरीको ग्रोथ माथि मात्रै हुन्छ। उतापट्टि चाका नबढाइकन सुपरतिर चढ्न खोज्छ मौरी। त्यो हिसाबले हजुरहरूले जहिले पनि देख्नुहुन्छ कहिलेकाहीँ यो ढकनीमै एकदमै चाहिँ लपक्कै टाँसिएको थियो हुनाले हजुरहरूले यसलाई चाहिँ ख्याल गर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू।